ह्याभ अ चाइल्ड छ नि सेन्से हो, यो ह्याभ अ हजुर हजुर। चाइल्डले नेपालीमा ट्रान्सलेट गर्दाखेरि चाहिँ बच्चा जन्माउनु भयो कि उहाँको। नेपालीमा बच्चा बच्ची छ मेरोमा फेरि। बच्चा बच्ची हुनुलाई चाहिँ हामी के भन्छौँ, कोदोमोगा इमास भन्छौँ है। बच्चा बच्ची छ, बच्चा बच्ची छन् भन्नुलाई चाहिँ हामी कोदोमोगा इमास भन्छौँ। अब त्यो बच्चा जन्माउनु भन्ने चाहिँ अलि नहोला, ठ्याक्कै त्यो मिनिङ चाहिँ अलि हो नै भनेर भन्न मिल्दैन है। अनि अर्को निहोन्ने इमास भनेको चाहिँ के, जापानमा हुनु, जापानमा बसोबास गर्नु, जापानमा बसोबास गर्नु भन्ने अर्थ लाग्छ है इमास भनेको। छ भन्ने नै अर्थ हुन चाहिँ है यो इमास चाहिँ। निहोन्ने इमास भने जापानमा छु, जापानमा छ, जापानमा हुनुहुन्छ, जापानमा बसोबास गर्दैछ भन्ने जस्तो अर्थ लाग्न सक्छ। अनि अर्को खाकारी मास भनेको छ। खाकारी मास भनेको के हो भने कुनै पनि समय र पैसा कति के भन्ने कुरा आयो भने खाकारी मास हुन्छ है। समय दिनु भनेको छ सर। समय लाग्नु, समय लाग्नु है, यति पैसा समय लाग्नु, लाग्छ। समय लाग्नु लाग्छ भन्ने अर्थ एउटै भयो। समय लाग्छ, समय लाग्नु, पैसा यति लाग्नु, पैसा यति लाग्छ ल है। खाकारी मासको अर्थ त्यहाँ गएर युज हुनुभयो। अनि यासुमी मास भनेको छ। यासुमी मास भनेको के हो भने नि विश्राम गर्नु। छुट्टी दिनु पनि छ। ल अनि अर्को छ, यासुमी मासको अर्थ बुझ्नु भयो नि। पहिले पहिले यासुमी मास भनेको के थियो, ब्रेक थियो होइन। बिदा बस्छु लेखेको मेरोमा। बिदा पनि थियो, ब्रेक पनि थियो। ब्रेक पनि थियो, बिदा पनि। हिरो यासुमी भनौँ भने चाहिँ अब दिउँसोको ब्रेक। यासुमी मास भनेको चाहिँ के रहेछ, अब बिदा लिनु है, बिदा भन्ने अर्थ रहेछ। खाइस्या हो यासुमी मास भनेको छ। अब तपाईँहरूले पहिले पहिले के काउन्टिङ नम्बर सिस्टम आएर भन्नुहुन्थ्यो नि, पछि आउँछ बिस्तारै हितोचु फुताचु मिच्चु योच्चु इचुचु मुच्चु नानाचु याच्चु कोकोनोचु तो र इकुचु भन्ने पढेको थियो कि थिएन पहिले? थिएन। डेटमा चाहिँ थियो तर चुचु भनेर चाहिँ थिएन। केमा चाहिँ थियो रे? डेट र यो चाहिँ उस्ता उस्तै रहेछ तर लास्टमा चु चाहिँ डेटमा अर्कै थियो। पढे चाहिँ छैन। तारिखमा हो, तारिखमा चाहिँ अर्कै थियो। ताची फुचुका भनेर। तारिख थियो कि चुइताची फुचुका भन्ने पढ्यौँ नि त। फुचुका मिचुकाहरू। सुरुमै जानुभयो। म एकचोटि चेक गर्दैछु। त्यही हो कि सर, हामीले त्यस्तै चुइताची फुचुका मिक्का योक्का भनेर पढ्यौँ। तारिखमा चाहिँ मतलब 1 तारिख 2 तारिख भन्दा थियो क्या यो। मिठा यक्खा फुचुखा भन्दै कोकोनोखा खा बस्ला। समयको आयो बल्ल। यहाँनिर हुनमा हो चाहिँ सबै कुरो दिएको थियो, यो यसैमा हो कि भन्ने कुरो भएर मात्र हो। होइन कि सेन्सी, त्यो त काउन्टिङमा हो, त्यो त हामीले पढेकै छ जस्तो मलाई लाग्दैन। मन नै नभएको बेलामा पढ्यो भने होला। लेसन 5 तिर हो क्या सेन्से त्यो भएको चाहिँ डेटको। त्यसको मिनिङ चाहिँ हो। अब एउटा दुईटा तिनटा चाडा भन्ने कुनै पनि वस्तु भनेको चाहिँ त्यो हामीले चाहिँ कुनैमा आगो भएर अगाडि आछ कि भनेर वस्तुको कुरा है। एउटा दुईटा तिनटा हितोचु फुताचु मिच्चु योच्चु इचुचु मुच्चु नानाचु याच्चु कोकोनोचु तो र इकुचु भने इकुचु भनेको के हो, कतिवटा इकुचु अनि कुनमा पढ्नुपर्ने रहेछ। दाई इची दाई इची दाई निदाई भएर कुनमा पढ्ने रहेछ, कुन चाहिँ क्लासमा चाहिँ हो जस्तो लाग्थ्यो। र ठिकै छ, यो लेसनमा आउला, फरक परेन है, यसमा सबै आउँछ अब। ल अनि अर्को के छ, हितोचु फुताचु। यो तपाईँहरूले पढ्नु, हितोरी फुतारी सानदिन अब पढ्नु है। हितोचु फुताचु मिच्चु योच्चु यसलाई कन्ठ पारौँ 1 2 देखि 10 नम्बरसम्म है। 10 भन्दा अगाडि पछाडि भयो भने के हुन्छ, जिउची जिउनी जिउसान भन्दै गइन्छ है। 10 सम्मलाई चाहिँ त्यो भयो। क्वेसन सोध्नलाई हाउ मेनी भन्नु पर्यो नि
इकुचु अब यसलाई ओइकुचु पनि भन्ला कसैले ओ अगाडि राखेर पोलाइट बनाएर ओइकुचु पनि होला है त्यो पनि हुन सक्छ ल अहिले अर्को ग्रामरमा आउँछ यो कुरो अनि अर्को हितोरी फुतारी सान्दिन भन्ने थाहा छ हितोरीलाई एकजनालाई हितोरी भन्छ अरे दुईजनालाई फुतारी भन्छ अरे तीनजनालाई चाहिँ के भन्छ अरे भन्दा नानी नानी निन भन्छ अरे सान्दिन यो निन गो निन रोकु निन नाना निन हाच्ची निन त्यस पछाडि चाहिँ मतलब 1 र 2 भन्दा चाहिँ अलिक अर्कै फुतारी हितोरी र फुतारी अनि त्यहाँदेखि चाहिँ निन हुन्छ मतलब त्यस पछाडि नम्बरै चाहिँ नम्बरै हुन्छ सान्दिन यो निन गो निन रोकु हुन्छ हेकुनिन नियाकुनिन हेकुनिनै हुन्छ सेन्से यो एउटा दुईटा भन्नेमा पनि 10 पछाडि त्यही नम्बर वाइज नै हो नम्बर वाइजै हो जिउची जिउनी भन्दै काउन्ट गर्ने है अनि त्यस पछाडि अर्को के छ भन्दाखेरि दाई भन्छ दाई भनेको मेनली केलाई मसिनहरूलाई युज हुन्छ कारहरूलाई युज गर्नु चाहिँ एउटा कार दुईटा कार तीनटा कार भन्नु पर्यो भने चिदाई निदाई सान्दाई योन्दाई गोदाई रोकुदाई भनेर भनिन्छ है कतिवटा कार छ त्यो अनुसारले कतिवटा मसिन छ त्यो अनुसारले चिदाई निदाई सान्दाई योन्दाई भन्दै गइन्छ नम्बर सिस्टमकै काउन्टिङ हो अनि अर्को माई पछाडि दाई झुन्डाइदिनु पर्यो अनि अर्को माई छ माई भने चाहिँ के होला हुन सक्छ भन्दा पेपरहरूलाई पातलो वस्तुहरूलाई काउन्टिङ गर्न सकिन्छ अनि स्ट्याम्पहरूलाई पनि हामी माई भन्छौँ इचिमाई निमाई है इचिमाई निमाई साममाई योममाई भएर त्यही हो काउन्टिङ नम्बर सिस्टम अब यो खाई भन्छ भनेको एक पन्ना एक पेज भन्ने टाइपको सेन्स एउटा पाना दुईटा पाना तीनटा पाना एउटा पेपर दुईटा पेपर तीनटा पेपर अब फोटोकपी पेपर मान्नु न स्ट्याम्पलाई चाहिँ के मान्ने सेन्से स्ट्याम्प भने थाहा छैन यस्तो पाउँछ स्ट्याम्प भने त छाप हो मैले बुझेको अब यहाँ यस्तो होला के टिकट मान्छेको टाउको भएको 10 रुपियाँको टिकट थाहा छ थाहा छ अनि त छाप भन्ने बित्तिकै त्यस्तो नलाउनु न हो स्ट्याम्प भने दुईटा हुन्छ इङ्ग्लिसमा एउटा पोस्टल स्ट्याम्प हुन्छ सुन्नुहोस् तपाईँहरू एउटा पोस्टल स्ट्याम्प हुन्छ एउटा पोस्टल स्ट्याम्प 10 रुपियाँको होला टिकट 10 रुपियाँ 20 रुपियाँ 5 रुपियाँ है पोस्टल स्ट्याम्प भन्छ त्यसलाई अर्को छाप होइन कि कमर्सियल छाप होइन है अनि अर्को खाई भन्छ खाई भनेको पटक एक पटक दुई पटक तीन पटक चार पटक है इक्खाई निखाई साङखाई हजुर त्यो पनि नम्बर वाइज नै हुन्छ नम्बर वाइजै हुन्छ खाई अब अर्को अहिले एकछिन पछाडि आउँछ अहिले त्यो कुरोहरू सबै ग्रामरमा पढौँला रिङ्गो भन्छ रिङ्गो भनेको एप्पल झन्डै बनाना भनिन है बानाना मिकान भनेको चाहिँ अरेन्ज यो अगाडि मान्डारिन भनेको छ मान्डारिन भनेको के हो भन्दाखेरि नि यो के चाइनिज ओरेन्ज भन्न खोजेको कि मान्डारिन है मिकान मान्डारिन हो चाइनिज भन्न खोजे होला मान्डारिन भनेको है यो ओरेन्ज हो यो मान्डारिन सान्दारिनतिर नजाउँ ओरेन्ज है यो मिकान भनेको आज अरूभन्दा पृथक त्यो ओरिजिनल किताब को छ उहाँहरूसँग मिल्ने भोक्याबुलरी ल्याएको छु मैले अनि सान्दोइची भनेको छ सान्दोइची भनेको स्यान्डविच सान्दोइची अनि खारे राइस भन्छ अब खारे मात्र भन्दाखेरि पनि करी भन्ने बुझियो तरकारी हैन हाम्रो के स्पाइसी तरकारीलाई खारे भन्छ है अनि राइस भनेको राइस करी एन्ड राइस भन्यो अब कसैले के खाइस् भन्दा खारे खाइ भन्ला कसैले हैन कसैले चाहिँ अब खारे राइस भनेको चाहिँ के तरकारी भात तरकारी खाएँ भने होला त्यस्तो केसेसमा पनि आउन सक्छ खारे भनेको करी राइस भनेको राइस है अनि अर्को आइसुकुरिमु भन्छ आइसुकुरिमु भनेको के हो आइसक्रिम अर्को कित्ते भनेको छ कित्ते हैनको स्ट्याम्प भनेको चाहिँ कित्ते भनेको छ कित्ते भनेको के हो लाक टिकट है अनि हागाकी भनेको छ हागाकी भनेको के हो पोस्ट कार्ड पोस्ट कार्ड है फुतो भने चाहिँ खाम फुतोमा चाहिँ पोस्ट कार्ड हालेर पठाइन्छ भन्छ क्या ल हागाकी भनेको पोस्ट कार्ड फुतो भने हागाकी भनेको कस्तो भने तपाईँहरूको हाम्रो पहिले पोस्ट कार्ड दिने चलन हुन्थ्यो नि कसैलाई थाहा छ भने 90s का किडहरू हुनुहुन्छ 80s को हुनुहुन्छ भने के छ पोस्ट कार्ड दिने चलन थाहा छ कसलाई दिने कस्तो मतलब
तपाईँहरू जेनजीमा पर्नु भएछ त्यो भएर थाहा नभएको पोस्ट कार्ड दिन्थ्यो पहिले पहिले हिरोको फोटो हिरोइनको फोटो लेखेर पछाडि त्यो पठाइदिन्थ्यो थाहा छ नि पुरै थाहा छ सेन्से भित्ताभरि काँचा हुन्छ सेन्से हजुर सेन्से यो छ नि खारे भन्ने छ नि यो हामीले अगाडि लेसनमा पढेको छ नि सेन्से त्यो बेला 5 मा अँ, त्यसमा हिराकानामा चाहिँ त ऊ अथवा बोयफ्रेन्ड भन्ने थियो अँ, अनि अहिले यसमा चाहिँ काताकानामा खारे भन्ने तरकारी भन्ने छ नि सेन्से अँ। के काताकानाको खारे र हिराकानाको खारेमा फरक हुन्छ हो अब फरक भयो भने हामीले फुल भने जस्तो के फुल भने चाहिँ एउटा फुल दिए ओइलाई जालाको फुल अर्को फुल भने चाहिँ चराले पार्ने फुल होइन मतलब मैले भन्नु अन्डा खोजेको जस्तै हामी त ऊ भन्दा हामीले त्यो हिराकानामा मा लेखेको राइटिङमा चाहिँ खारे भन्दा चाहिँ ऊ भयो होइन अँ, सेन्से हजुर अनि अहिले काताकानामा लेखेको खारे भने चाहिँ तरकारी भन्ने बुझिन्छ कि अथवा दुइटाको सिमिलर हो भन्नु खोजेको कि सेन्से मैले यस्तो भयो तपाईँले हामीले पढेकै छ त काताकानामा जे पनि लेखिन्छ बाहिरी शब्दहरू भनिन्छ अब करी भने त बाहिरी शब्द हो नि त यसलाई यही करी आउनु पर्यो कि ऊ भन्नलाई यो करी लेखेर यो ऊ हुँदैन यो भनेको यो सियुआरआरवाई करी हुन्छ ऊ लेख्नलाई चाहिँ के लेख्नु पर्यो खारे नै भनेर लेख्नु पर्यो त्यसै खारे नै हुनु पर्यो हामीले बुझ्नु पर्यो कि त बाहिरी ओर भएको हुनाले काताकानामा लेखेको बुझ्नु पर्यो अँ बाहिरी शब्दहरूलाई हामी काताकानामै लेख्छौँ ल अनि अर्को के छ हागाकी भने पोस्ट कार्ड फुतो भनेको इन्भेलप है इन्भेलप भनेको खाम त्यस पछाडि सोकुताचु भन्छ सोकुताचु भनेको के भने स्पेसल डेलिभरी भन्छ है अब यो स्पेसल डेलिभरी भन्छ सोकुताचु है सोकुताचु भने स्पेसल डेलिभरी भने यो अलिकति चाँडो जान सक्ला कुनै स्पेसिफिक टाइम केही हुन सक्ला त्यसको अलिकति डिटेल्सहरूमा अलिक पैसा पनि महँगो पर्न सक्ला है त चाँडो डेलिभरी हुनसक्छ अनि खाकितोमे भन्छ खाकितोमे भनेको के हो भने नि रजिस्टर्ड मेल भन्छ यो खाकितोमे भनेको चाहिँ के हो भने नि तपाईँहरूलाई के लेखेको छ तपाईँहरूकोमा दर्ता चलानी लेखेको छ दर्ता वैधानिक यिनै भयो वैधानिक र दर्ता चलानी भने थाहा छ तपाईँहरूलाई दर्ता गएर चलानी गएर पठाएकोलाई चाहिँ हामी खाकितोमे भन्छौँ थाहा छ मेरोमा चाहिँ रजिस्टर चिठी भनेको छ सेन्से रजिस्टर चिठी भने नि त्यो दर्ता चलानी त हो नि मेरो दर्ता मेलै छ मेरोमा त यो भन्ने छैन। मिनिङ छैन ल इयामेरु भनेको छ इयामेरु भनेको इयरमेल केबाट प्लेनबाट पठाउ पहिले पहिले खाममा एउटा हवाईजहाजको चिठी फोटो हुन्थ्यो नि यस्तो एरोप्लेन भनेर बाई इयरमेल लेखा हुन्थ्यो नि त्यही हो इयरमेल भने है इयामेरु भन्यो अनि फुनाबिन भनेको छ फुनाबिन भनेको के हो केबाट रहेछ पानी जहाजबाट पानी जहाजबाट समुद्री माध्यमबाट है त अनि र्योसिन भन्छ र्योसिन भनेको प्यारेन्ट्स है अनि त्यसपछि क्योदाई भनेको छ क्योदाई भनेको दाजु दाजु बहिनी बहिनी दाजु बहिनी दिदी भाइ है अब जे पनि हुन्छ हो अनि आनी भनेको छ अब यसलाई क्योदाई भनेको चाहिँ सिब्लिङ्स पनि हो है फेरि यो क्योदाई भनेको इङ्ग्लिसमा चाहिँ सिब्लिङ हुनसक्छ फेरि एन्सर आनी भनेको ठुलो ठुलो दाई है ठुलो दाई आनी भनेको ठुलो दाई यो चाहिँ एकदम याद गरौँ है ओनी भनेको चाहिँ के हो सानो अरूको दाई ओनी आनी भनेको र अनि ओनी भनेको सानो दाइलाई चाहिँ के भन्ने हो ठुलो दाइलाई त आनी भनौँ सानो दाई सानो दाइलाई भन्दा चाहिँ के भन्ने हो अब आफू तपाईँको त दाई नै हो नि हो आनी नै भन्ने है त ए मतलब ठुलो दाइ अनि सानो दाइलाई बेग्लै बेग्लै अब भन्ने त अन्तरे मन्तरे पानी अन्तरे जन्तरे खन्तरे लखन्तरे भन्ने अहिले पढिँदैन ल क्यो दाई आनी ओनी भन्छ अब आनी भनौँ भने चाहिँ आफ्नै दाई भयो है अनि चाहिँ ओनी सान भनौँ भने सान थपिन्छ कि पछाडि अर्काको दाईलाई ल ओनी सान भनिन्छ है ओनी सान भनौँ कसैको दाईलाई अनि आने भने चाहिँ दिदी आफ्नै दिदी है ओने सान आने भने आने नै भन्यो होला मैले आने र आने सान भनिन्छ आने सान भनेको के भने कसैको दिदी यति कुरो बुझ्नु पर्यो अनि अर्को चाहिँ के छ ओतो ओतो भनेको छ ओतो ओतो भनेको भाइ ओतो ओतो भनेको भाइ अनि ओतो सान भनेको अरू कसैको भाइ है कान्छो भाइ पनि भन्दा भयो है आफूभन्दा कान्छोलाई भनिने हो कि यो अनि त्यस पछाडि इमोतो भनेको छ इमोतो भनेको के हो बहिनी इमोतो भनेको बहिनी अनि इमोतो सान भनेको
अरूको बहिनी बहिनी। अरूको बहिनी, अब अरूको बहिनी, अरू कसैको बहिनी है। नाता आफ्नो र अर्कोमा फरक तरिकाले भन्नुपर्ने रहेछ। गाईको ल, अनि अर्को छ गाईको कु भन्छ। गाईको कु भनेको के हो? फरेन कन्ट्री। विदेश गाई गाईको कु विदेश विदेशी होइन, विदेश है त। विदेश। अरूको देश विदेशी विदेश, हो नि त। विदेशी। हजुर विदेशी भने नि एउटै त होला नि अर्थ। फरेन कन्ट्रीलाई विदेशी पनि भन्ला। विदेशी भने चाहिँ नागरिक हुन्छ। अब खै विदेशी मुलुक विदेशी मूल, विदेशी मूल। ओके ओके। अब जिखान भनेको छ भनेपछि इची जिखान, नि जिखान, सान जिखान, यो जिखान, गो जिखान र जिखान भनेर हामीले जे पढाएको छ नि 1 घन्टा 2 घन्टा 3 घन्टा हेरेर 12 घन्टासम्म पढ्नुपर्छ है यो जिखान भनेको छ। अनि सिउखान भनेको छ। सिउखान भनेको हप्ता। इस्युखान, निस्युखान, सालसिउखान, युगसिउखान भएर हप्ता अगाडि 1 2 3 थप्दै गयो। हप्ता हुन्छ 1 हप्ता 2 हप्ता 3 हप्ता भएर होइन। अनि अर्को सरी खागेचु भनेको छ। इखागेचु, निखागेचु, साङखागेचु, योङखागेचु, गोखागेचु, रोक्खागेचु भन्ने हुन्छ है। त्यसरी हामीले पढ्नुपर्ने हुन्छ। अनि नेन भनेको छ। वर्ष भनेको नि अब त्यही इचिनेन, निनेन, छानेन, योनेन, गोनेन, रोकुनेन भएर आउँछ। नेन भनेको नि वर्ष, 1 वर्ष 2 वर्ष 3 वर्ष भएर। यो गुराई भनेको छ। गुराई भनेको के? लगभग केही कुराहरूको लगभग भन्ने अर्थलाई हामी गुराई भन्छौँ है त। बारेमा छ जस्तो मेरो बारेमा सम्बन्धमा जति छ मेरोमा। जति अब अर्थ त्यस्तै त्यस्तै अर्थ लाग्छ। अब जस्तै कि इचिनेन गुराई भनौँ भने त 1 वर्ष जति भयो है। अब बारेमा चाहिँ कसको छ अरे? मेरोमा छ अब बारेमा सम्बन्धमा 1 वर्ष बारे भन्ने हुँदैन है। अबाउट 1 छ वर्ष अबाउट जति 1 वर्ष जति भन्ने हुन्छ। फेरि 1 वर्षको केसमा, हप्ताको केसमा पनि 1 हप्ता जति भन्ने हुन्छ। वर्षमा चाहिँ 1 वर्ष जति भन्ने हुन्छ। महिनामा पनि 1 महिना जति हुन्छ। 1 महिना जति भन्ने हुन्छ। अब कसकोमा जति लेखेको छ जतिले मिल्यो। बारेमा भनेको चाहिँ 1 वर्ष। करिब पनि मिल्यो नि सर सेन्स होइन। एबाउट भनेको करिब पनि हुन्छ। मेरोमा चाहिँ लगभग करिब रहेछ कसैकोमा भने त मैले लगभग पनि हुन्छ। लगभग सबै हुन्छ कि। लगभग पनि हुन्छ, करिब पनि। अब कसले के लेख्यो भन्ने कुरो हो कि। मैले पहिले लगभग भनेको थिएँ, एकजनाले जति भन्नुभयो, जति पनि भयो, सबै कुरो हुन्छ। करिब 1 वर्ष भने 1 वर्ष जति, करिब 1 वर्ष भने जस्तो कुराकानी आउने हो। अनि दोनो गुराई भनेको छ कति जति त? कति जति समय कति समय कति समय कति समय। ओके, कति समय, कति वर्ष, कति महिना, कति हप्ता, कति घन्टा। दिन कति दिन कति घन्टा। कति दिन कति घन्टा भन्दाखेरि दोनो गुराई भनेर क्वेसन सोधेको रहेछ है। दोनो नेन भन्न पाएन, दोनो गुराई। अनि अर्को जेम्बुदे भनेको छ। जेम्बुदे भएर भनेको छ पछाडि यो शब्द नै हो जेम्बुदे भनेको छ। टोटल जेम्बुदे भनेको इन टोटल है। मिना भनेको मिना भनेको छ। मिना भनेको के हो? सबैजना 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 है। मिनामा सबै त्यसले थोक सान छ थपिँदै होला। सबैजना त सबै थोक छ त मेरोमा सबै हो। सबैजना सबैजना सबै थोक। सबैजना सबै थोक। सबै थोक छ थोक चाहिँ हाल्नु होला है। मेरोमा सबै मात्रै छ। सबै मात्र होला है। सबै थोक चाहिँ हुँदैन। सबै थोक भन्यो भने वस्तुको कुरा आउँछ। पछाडि वस्तु पछाडि थपिने डाँडा मात्रै होला। मतलब जना सबैजना सबै थोक भन्ने चाहिँ सबै थोक चाहिँ हुँदैन है। फेरि सबै मात्रै छ। सबै मात्र हुन्छ, थोक चाहिँ हुँदैन। अब तपाईँलाई कसको किताब, त्यो कसको किताब हो तपाईँले पढे? कोरोना सालमा मिस्टेक धेरै छ नि। कसको हो त्यो किताब चाहिँ? कसले लेखा भन्नु त किताब? खोइ बाहिर त सादा छ केही छैन त गातो त प्रिन्टै छैन। त्यो भएर होला। त्यो अलि थोक भन्ने हुँदैन, अब्जेक्ट लाग्दैन। अनि सेन्सी अनि एभ्रिथिङ भन्ने सबै थोक होइन र? एभ्रिथिङ, एभ्रिवान, अल भने अब यस्तो हुन्छ कि अब यो सबै थोक चाहिँ सबै थोक है, एभ्रिथिङ। यो सबैमा चाहिँ अर्थ लाग्छ एभ्रिथिङ भन्नु भने मिल्ला।
नत्र त मिन्ना सान भन्नु पर्दैन थियो होला नि त मिन्ना भन्दा मात्रै हुन्थ्यो होला नि त सबैजना भन्दा मिल्छ नि। र अब होइन धेरै नगरौँ। अब सबै थोक भन्दाखेरि नि अब मैले चाहिँ अहिलेसम्म सबै थोक भन्नेमा चाहिँ काहीँ पनि मैले चाहिँ फेला पारेको छैन है सबै थोक। ल अब आएको दिन थाहा होला त्यो पनि। मैले चाहिँ अहिलेसम्म फेला पारेको छैन। ल सबै मिना मिना ताबेते मिना शिवा मिना मैले चाहिँ अहिलेसम्म फेला पारेको छैन। ल सबै मिन्ना भएर निहोङ्गो सबैजना जापानिज भाषा मिन्ना मिन्ना नो निहोङ्गो नो निहोङ्गो सबैजनाको भाषा जापानिज। सबैजनाको भाषा। ल अब नानी सरी यसरी दाके भनेछ यो दाकेको अर्थ के हो? मात्र। मात्र अब इरास्याइमासे भनेछ इरास्याइमासे भन्छ है। इरास्याइमासे भनेको चाहिँ वेलकम है। म सहयोग गर्न सक्छु। इरास्याइमासे भनेको वेलकम है त। अब यो मेनली कहाँ युज हुन्छ भन्दाखेरि कुनै पनि रेस्टुरेन्टहरूमा पसलहरूतिर चाहिँ म्याक्सिमम युज हुन्छ होइन। इरास्याइमासे भन्ने के हो भन्दाखेरि यसलाई चाहिँ ल आउनुहोस् भनेर स्वागत गरे है त। ल अर्को छ यी ओ तेङ्की देख्ने भनेको छ। अब यीसँग ओ चाहिँ नलाइराख्दा नि हुन्छ यी तेङ्की देख्ने भने नि हुन्छ। यो ओ राख्नै पर्छ भन्ने छैन है। यी तेङ्की देख्ने भनेको छ कस्तो राम्रो वेदर है होइन त भन्ने क्वेसन ट्यागमा क्वेसन छ यो। देख्ने भनेको छ देख्ने भनेको पनि यी तेङ्की देख्ने भनेर पनि के हो भने अर्कोलाई चाहिँ कसैलाई चाहिँ के गर्यो है कस्तो राम्रो है क्लाइमेट भनेर सोध्यो। अब त्यो भइसके पछाडि के हुन्छ ने भनेको छ यो क्वेसन ट्यागमा बनिरहेको छ। कहिलेकाहीँ हामीले आचुई देख्ने भन्यो भने के हो भने तातो छ है भनेर छ है भनेर उसलाई क्वेसन सोध्यो है। सो देख्ने भने हो नि है ओहो भन्ने जस्तो कुराकानी आउँछ। हामी के भन्दै बुझ्नु पर्यो ओ यी तेङ्की देख्ने भनेर चाहिँ के भने ओहो कति राम्रो क्लाइमेट होइन त भने जस्तो कुराकानी। मेरो एउटा क्लास पो रहेछ तपाईँको एस्ट्रोलोजीको आज साउन 14 गते भोलि रहेछ। ल 7 बजीदेखि 51 भनेपछि त हो। अब जापानिज भाषा पढेर भएन ज्योतिष विज्ञान पढौँ भनेको। भोलिदेखि अनि को हामी क्लास? जापानमा जाँदैनौँ हेरिदिनु है सेन्चे। अब कस्तो टाइम जुदो यहाँ 7 बजीदेखि 8 बजीसम्म रहेछ। तपाईँहरूको पनि 7 बजीदेखि 8 बजीसम्म। मलाई ज्योतिषै नबनाउने भयो जापानिज भाषाले। हजुर ज्योतिषी काम पनि गर्नुहुन्छ? होइन ज्योतिष पढ्नु पर्यो भनेर। पढ्ने कि सेन्चे पढाउनु? हाम्रो किन हेरिदिनु है पछि पढ्ने पढिसकेपछि। है अब त्यो चाहिँ के हुन्छ कुनै आफैलाई आउँदैन। अब आफ्नै जिन्दगी हेर्न सके कति राम्रो हुन्थ्यो होला है। त्यो त धेरै टाढो लाग्छ नि सेन्से एस्ट्रोलोजी पढ्न त होइन र त्यसो अनालिसिसमा लिएर हुन्छ। मलाई बेसिक आउँछ। ए मेरो हजुरबा चाहिँ धुरन्धर ज्योतिष हुनुहुन्थ्यो। मरणदेखि सबै बताइदिने जन्म मरणदेखि सब कुरो। हाम्रो सेन्सी सब कुरामा ट्यालेन्ट हुनुहुन्छ। त्यस्तो काम छैन एउटै कुरामा जान्नु पर्यो जेमा जाने पनि है। 100 थरी कुरो जानु भने जिन्दगी सड्याम कोल्याप्स। ल तपाईँलाई 100 थरी कुरा आउँछ र होइन भनेको मतलब त्यस्तो। एउटा कुरामा पर्फेक्ट हुने अरू कुरा भनेको ध्यान दिन हुन्न भन्न खोज्नु भएको सेन्सेले। भन्न खोजे त सबै कुरो जान्न पर्छ भन्ने छैन है। एउटा कुरो जान्ने सक्यो जे चाहिने त्यही जाने भइहाल्यो। एउटा जान्ने अरू भने त अब सबै यो पृथ्वीमा चाहिँ हुटिट्याउले आकाश थामे होइन है। त्यही भएर चाहिँ के हो एउटा कुरो गर्ने एउटा कुरोबाट लाइन लगाइराख्ने। अब यो सेन्सेलाई पनि थाहा रहेछ यो हुटिट्याउले आकाश थामे भन्ने कुरा। मलाई ऊ इडियम्सहरू थाहा छ है। हामी चाहिँ के गर्छ भने नि बाटो न घाटो दौडिन्छ लाटो जसरी चाहिँ जापान जानु पर्यो रे एउटाले भनिदियो भने अनि ल जापान भनेर दौडिन्छ। तर यो बाटो न घाटो दौडिन्छ लाटो चाहिँ म आफैले बनाएँ। त्यो चाहिँ छैन अन्त। सेन्चे सबैमा ट्यालेन्ट खै के हो ल सुरु गरौँ। अनि ओ देखा के देशका भन्छ है। ओ देखा के देशका भनेछ। अब हामी यो चाहिँ यसलाई चाहिँ कन्ठपान बाहेक अहिले उपाय छैन है। ओ देखा के देशका भनेछ। ओ देखा के भनेछ है।
यो चाहिँ कतै ओ देखा निस्किन के लाग्नु मास्का भएको हो। ओ देखा के मास्का भन्ने हुन्छ होइन। इमा देखा के मास्कालाई अब चाहिँ भएको अहिले चाहिँ हामीले यही पढ्थ्यौँ ओ देखा के त्यसका भनेको चाहिँ के कतै निस्किन लाग्नु भएको हो बाहिर भन्ने जस्तो कुराकानी है। हजुर going out। यो पोलाइट फर्ममा भएको छ तपाईँहरूको खाइमामा आउन सक्छ। अनि च्योत्तो भनेको छ होइन मादे भनेको छ होइन। अब नानी नानी मादे नानी नानी मादे भनेको छ च्योत्तो नानी नानी मादे भने च्योत्तो कातो मान्जु मादे भन्यो भने बिचका ठाउँमा त्यही हुन्छ लेख्न त्यही आउँछ। काठमाडौँसम्म त्यही काठमाडौँसम्म भन्ने जस्तो होला। च्योत्तो पोखरामा पोखरा मादे भन्यो भने त्यही पोखरासम्म भने जस्तो अर्थ लाग्ला है त। अनि इत्तरास्याई भन्छ जापानिज भाषामा तपाईँहरूले के जान्नु पर्यो भने इत्तरास्याई भने चाहिँ केही कुराहरूमा जान पर्यो भने जापानिजहरूले के भन्छ भन्दाखेरि आफू निस्किँदाखेरि चाहिँ इत्तेकिमास भन्छ है इत्तरास्याई भन्छ। अब घरको आफ्नो सिनियरले है ल राम्रोसँग गएर आउनुहोस् भन्छ भने अनि आफूले चाहिँ के भन्नु पर्यो इत्तेकिमास भन्नुपर्छ ल गएर आउँछु भन्नु पर्यो। हाम्रोमा कहीँ कतै चलन चाहिँ छ है घरबाट निस्किने बेलामा ल निस्केँ है भन्ने कुरो म त्यहाँसम्म पुगेर आउँछु है भन्ने कुरो हुन्छ। ल राम्रोसँग गएर आऊ बाबु भनेर घर आएर पठाएको भने जस्तै हो यो पनि। तर अब अलिकति के अरे इत्तेकिमास सर अलिकति गएर इत्तेकिमास आउँछु गएर आउँछु गएर आउँछु। अनि अर्को के छ इत्ते इत्ते अब हुन चाहिँ इत्ते इरास्याई हो है। यसलाई हामी इत्ते इरास्याईलाई इत्तेरास्याई इत्तेरास्याई भन्छौँ यी गायब भइसक्छ कि इत्ते इरास्याई हो। इरास्याई हो तर इत्तेरास्याई। अब इत्ते इरास्याई भन्दा इत्तेरास्याई भन्छ यी चाहिँ हराइसक्छ भन्ने बेलामा धेरै कुरोहरूमा यी चाहिँ प्राय हराइराखेको हुन्छ। ल इत्तेरास्याईलाई इत्ते इरास्याई छ इत्ते इरास्याई हुन्छ। अब तपाईँहरूले पनि सुन्नु होला कतै थाहा हुन सक्ला है। इत्तेरास्याई भनेको छ ल गएर आउनुहोस् भन्छ। अनि इत्ते माइरिमास भन्छ उसले के भन्छ इत्ते किमास भन्नु र इत्ते माइरिमास भन्नु फेरि एउटै हो है कुरो चाहिँ। इत्ते माइरिमास भने गएर आउँछु यो किमासको माइरिमास चाहिँ पोलाइट फर्म हो त्यही भएर इत्ते माइरिमास भनेको छ। तपाईँहरूको वर्ड मिनिङमा यो छैन होला सम्भवतः गएर आउनुहोस् भन्ने छ मेरोमा। यति लामो गएर आऊ भनेको छ के भनेको मेरो तपाईँको नि गएर आउनुहोस् भन्नुमा छ। यति लामो गएर आउनुहोस् भने थाहा छैन के हो त गएर आऊ यति लामो गएर थाहा छैन यति लामो गएर आऊ नयाँ कुरो छ हौ तपाईँको। तपाईँलाई नि खतरा भाषा सिकाइन्छ हौ त्यो किताबले। उहाँको डाइरेक्ट इङ्ग्लिस नेपाली ट्रान्सलेसन जस्तो छ क्या सो लङको यति लामो भयो जस्तो। उहाँको के रहेछ भने त्यो कसको किताब ट्रान्सलेट गुगल ट्रान्सलेट हो गुगल ट्रान्सलेट। मैले नि त्यही भनेको कि सुरुमै मेरो त हजुरको जे छ त्यही छ सेन्से सेम सेन्सेको जे छ त्यही छ म त त्यो दोजोबाटै लिएको हो नि त। मैले चाहिँ अब यही इङ्ग्लिस उ गरेर अब आफूलाई थाहा भएको मिनिङ भन्ने हो। कहिले काहीँ चाहिँ अलिकति फरक पर्न जान सक्ला। अब त्यो मेरो ज्ञानको कमीले चाहिँ मिस्टेक भए हुनसक्छ है कहिले काहीँ। अब यतिमै चाहिँ यी ट्रान्सलेसनहरू यस्तो पनि रहेछ त यहाँ त। There are 7 tables के रहेछ in the भन्नुभयो यो तलतिर ट्रान्सलेसन ट्रान्सलेसनमा गरेको रहेछ नि त हजुरको त। मेरो इङ्ग्लिस किताब हो त्यो पर। ए अनि त्यस पछाडि के छ भने इत्तेरास्याई भन्यो बुझिहाल्नु भयो। इत्ते माइरिमास भने गएर आउँछु भन्नु कसैले भन्नु पर्यो भने यो जापानमा भन्नु पर्दो रहेछ भने थाहा पाउनु लेसनहरूतिर आइरहेको छ। अनि सोरेकारा भन्छ। सोरेकारा भनेको चाहिँ के हो भन्दाखेरि तपाईँहरूको के त्यसपछि भन्दै होला है। सोरेकारा भनेको त्यसपछि है त र त्यसपछि भन्ने जस्तो कुराकानी आउन सक्ला सोरेकारा। अनि ओस्टोरारिया भने चाहिँ ओस्टोरारिया भनेको अस्ट्रेलिया। अब हामी ग्रामरतिर मुभ गरौँ है। फेरि घरले भनिदिएर बस्नु मलाई पढ्न आइहाल्छ। हामी 11 लेसन। अब तपाईँहरूलाई यसमा चाहिँ एकदम अलि मेहनत गर्न पर्ने छ पढ्न पर्ने कुरो धेरै छ यसमा चाहिँ। काउन्टिङहरू टन्नै छ भसक्कै पढ्नुपर्छ काउन्टिङ त पहिले पढेको छैन भने पनि। हामीले पछि आउँछौँ भनेर छोडेको थियो होला। ल अब हामी मान्छेको गन्ती गर्ने भन्ने कुरो आउँछ है। अनि यो चाहिँ के हो फुल फर्निचरहरू भन्छ इरेगुलर अब्जेक्ट भन्छ जुन चाहिँ वस्तुहरू नियमित छैनन् कि अनियमित वस्तु छन् त्यसलाई चाहिँ हामी हितोचु फुताचु भन्छ। यो स्ट्यान्डर्ड प्र्याक्टिस चाहिँ एउटालाई हामी हितोचु भन्छौँ दुईटालाई फुताचु भन्छौँ
मिच्छु योच्छु इचुचु मुच्छु नानाचु याच्छु कोकोनोचु तो है। यो के को लागि प्रयोग गरिन्छ अरे इरेगुलर अब्जेक्ट भन्छ। जस्तै कि कुनै पनि वस्तुको चाहिँ अब ऊ छैन यस्तै हो भन्ने साइज छैन भने हामी त्यस्तो केसेसहरूमा यो युज गर्छौँ भन्छ। एउटा दुईटा भन्नलाई यो युज हुन्छ भन्दाखेरि फरक पर्दैन। अब हेर्नुहोस् यहाँ जस्तै कि फलफुल भनेको छ। अब हाम्रो देशमा भने त फलफुल के हुन्छ केजीमा हुन्छ नि। यो चाहिँ एउटा के हो एउटा एउटा दुईटा तिनटा चारवटा भने फलफुल के होला ड्रागन फ्रुट कतिवटा एउटा एभोकाडो के हो एउटा है। जापानमा चाहिँ अब एक एकवटा बिक्री हुन्छ त्यो कारणले गर्दाखेरि पनि एक एकवटा ल फलफुलमा लाउनु पर्यो फर्निचरमा लाउनु पर्यो चाबीमा लाउनु पर्यो भन्छ। अब अरू अरू पनि हुन्छन् यसमा हितोजु फुताजु अलमोस्ट तपाईँहरूले गर्न नजानेको काउन्टिङ आइदिएछ भने हितोजु फुताजु मिच्चुहरूलाई हेरि मिल्यो। किताबहरू गन्दा बुकहरू गर्नु पर्यो भने नि यही प्रयोग गर्दा हुन्छ सेन्सी। त्यो त हुँदैन त्यो त पढ्नै पाइन्छ। चक्लेटहरू हुन्छ होला सर। हितोजु फुताजु चक्लेटहरू हुन्छ। ल अब मान्छे गन्नी भन्नुभयो मान्छे गन्दा के गर्ने हितोरी फुतारी सान्निन योनिन गोनिन रोकुनिन नानानिन है हाचिनिन क्युनिन जिउनिन अनि त्यसपछि जिउ चिनिन जिउ निनिन जिउ सान्निन जिउ योनिन जिउ गोनिन जिउ रोकुनिन जिउ नानानिन जिउ हाचिनिन जिउ क्युनिन निजिउनिन निजिउ चिनिन निजुनि निजु सान निजु यो निजु गो निजु रोकु भन्दै जानुहोस् है। यो तपाईँहरूको जिम्मा यो पढ्न पर्ने हुन्छ। ल स्क्रिनसट गरौँ छैन भने। अब कतिजना भएर सोध्नु पर्यो भने नान्निन है नान्निन। यो के को गन्ती भयो मान्छेको गन्ती। अब हामीलाई के भन्छ भने पातलो र के हुन्छ भने फेप्चा परेका फराकिला वस्तुहरू आयो भने के गर्ने भन्दाखेरि नि यो आयो भने के गर्ने भन्दाखेरि त्यसलाई हामी माई भन्छौँ भनेको छ। अहिले हामीले के भनेको थियौँ पेपरलाई र केलाई स्ट्याम्पलाई माई भन्छौँ भनेको थियो है। अब कागजलाई सर्टलाई प्लेटलाई टिकटलाई चाहिँ हामी के भन्छौँ माई भन्छौँ भनेको छ। सर्टलाई पनि इचिमाई निमाई भनेर हामी लाउने सर्ट हुन्छ नि स्याच त्यसलाई पनि माई भन्छौँ है। अनि कागजको प्लेटै होला प्लेट त भनेको चाहिँ कागजको प्लेट है। एउटा दुईटा तिनटा भनेको प्लेट यो कागजको प्लेट हो उसले। यो प्लेट युज एन्ड थ्रो प्लेट हो के हो यो? हो युज एन्ड थ्रो। अब जस प्लेट भन्ने बुझ्नु कागजकै प्लेट हो यो प्लेट इचिमाई इचिमाई जुत्छु इचिमाई एक एकवटा ओके ल है। प्लेट टिकट भनेको छ यिनीहरूमा हामी माई लाउँछौँ। अनि क्वेसन सोध्न के रहेछ नान भने वाट माई भने कति कति प्रति कति थान कतिवटा भन। अब थान भने चाहिँ एक थान सर्ट भन्न खोजे होला होइन। ओके नेपालीमा थान भन्छ हो थान भन्छ। ल अब के रहेछ यसलाई सजिलो छ इचिमाई निमाई साममाई योरमाई गोमाई रोकुमाई नानामाई है हाचीमाई क्युमाई जिउमाई जिउचिमाई भएर त्यही अब जसरी गर्न जान्नु भएको छ त्यसै गरी भन्दा भयो है। अब अर्को काउन्टिङ नम्बर सिस्टम छ। मेसिनहरूलाई हामीले दाई भन्छौँ भनेको छ त्यही हो सवारी साधन र मेसिनलाई हामी दाई भन्छौँ इची दाई निदाई भन्दै त्यसै गरी काउन्टिङ नम्बर सिस्टम गर्ने हो। अब अर्को एउटा अलिकति कन्फ्युजिङ भनेको फ्रिक्वेन्सी भनेको छ। फ्रिक्वेन्सी भनेको बुझ्नुहुन्छ बुझ्छौँ। पटक चोटिको गन्ती भन्छ एकचोटि दुईचोटि पटक भनेको एक पटक दुई पटक भन्ने त्यस्ता कुराहरू आयो भने चाहिँ हामी के गर्छौँ रे भन्दाखेरि हामीले फ्रिक्वेन्सी भनेर पढेको छ। फ्रिक्वेन्सीको के हुन्छ तलदेखि माथिसम्म हुन्छ भनेको छ। सबसे माथि के हुन्छ योकु ताक्सा योकु ताक्सान यस्तै यस्तै हुन्छ होइन। ओके ओके ल ठिक छ। ल माथि योकु भयो भने तल ताई के अरे तामानी के हुन्छ क्या अब तपाईँहरू आमारी आमारी तामानी ओके आमारी ल यही फ्रिक्वेन्सी भनेको यही हो कति पटक भन्ने गन्तीहरूलाई हामी के भन्छ फ्रिक्वेन्सी भन्छौँ। एक पटक दुई पटक भने अब यसमा अलिकति ख्याल गर्नुपर्ने भनेको चाहिँ केमा हुन्छ भन्दाखेरि 1 6 8 है 10 मा चाहिँ अलिकति ख्याल पुर्याउनु पर्छ। किनभनेखेरि इकाइ भन्दाखेरि आधा चु आउँछ है। अरू त निखाइ साङखाइ योङखाइ गोखाइ अनि रोक्खाइ भनेको छ। फेरि यहाँ आधा चु आउँछ अनि नानाखाइ हाक्काइ भन्छ। फेरि यहाँ चिसाइ चु आउँछ अनि
हाक्काई क्युकाई अनि त्यसपछि जुक्काई भन्छ यहाँ पनि फेरि हामीले जिप्पुन भने जस्तै यहाँ पनि त्यस्तै आइरहेको कि रोप्पुन भने जस्तै यहाँ पनि आएको है हाप्पुन भने जस्तै यहाँ पनि यो अब त्यो काउन्टिङ नम्बर सिस्टम हामीलाई 1 देखि 10 नम्बरसम्म काउन्टिङ आउँछ त्यो मिनेट काउन्टिङ आउँछ भने चाहिँ यो पनि गाह्रो चाहिँ हुँदैन तर यो कुरोमा चाहिँ ख्याल गर्नु पर्यो भन्ने कुरो इक्काई निखाई साङखाई योङखाई है गोखाई रोक्काई नानाखाई हाक्काई क्युखाई जुक्काई भन अब 11 भयो भने त्यही जिउ चिखाई जिउ निखाई जिउ साङखाई जिउ योङखाई जिउ रोक्खाई भन्दै जाने है त अनि जिउ हाक्काई हुँदैन जिउ हाचिखाई है जिउ हाचिखाई अरू चाहिँ त्यस्तो हुँदैन सही नान्सै हो 149 सबै काउन्टिङ नम्बर सिस्टम त्यही हो अरू चाहिँ सेन्से हामीले त्यो तल्ला भन्दा नि खाइ भनेर भनेथि मन ओ खाइ गाई एक तला दुई तला तीन एक तला दुई तला भएर अब त्यही कुरा आउँछ यहाँ पनि ल इक्खाई निखाई साङ गाई भनेको थियो हामीले 3 तलामा चाहिँ गाई भन्छौँ भनेर पढाएको थियो अनि नानमा पनि गाई 3 तलामा गाई अरू भने चाहिँ रोक्काई हाक्काई क्युखाई जिक्काई है अरू चाहिँ त्यही हो अब खाइ र गाई हुन्छ यसमा चाहिँ तल नम्बर ल अब अर्को एक्सप्रेसन अफ पिरियड भन्छ अब यो एक्सप्रेसन भनेर चाहिँ मलाई थाहा छैन मलाई वर्ष गन्ती भनौँ समय अवधिको गन्तीमा चाहिँ हामी वर्ष गन्तीहरूलाई समय अवधिको गन्तीलाई के गर्छौँ भन्दाखेरि नि वर्ष इचिनेन अहिले आएको थियो नि त्यहाँ नानी नानी नेन भएर आएको थियो इचिनेन निनेन सान्नेन योनेन गोनेन रोकुनेन नानानेन हाचिनेन किउनेन जिउनेन भन्ने कुरो चाहिँ जान्न पर्यो पछाडि थाल्नु पर्यो यसमा वर्ष अनि जिउ चिनेन जिउ निनेन जिउ सान्नेन भएर भन्दै जाने है त एटलिस्ट अरू कन्ठ नभए 10 नम्बरसम्म चाहिँ कन्ठै हुनु पर्यो ल अब महिना गन्ती भन्छ महिना गन्ती 1 महिना 2 महिना 3 महिना भन्यो भने इक्खा गेच्छु त्यस पछाडि निखा गेच्छु यहाँ अब यो किन क्रस आयो यो चाहिँ थाहा भएन यो क्रस हुनु हुँदैन यो किन क्रस रातो आएको थाहा छैन इक्खा गेच्छु निखा गेच्छु साङखा गेच्छु योङखा गेच्छु गोका गेच्छु रोक्का गेच्छु यहाँ चाहिँ रोक्का गेच्छु है त्यस पछाडि चाहिँ रोक्का गेच्चुलाई हामी के पनि भन्छौँ भने हान्तोसी पनि भन्छौँ है 6 महिनालाई हाफ इयर अनि नानाखा गेच्छु हाचिखा गेच्छु अब कसैले हाक्खा गेच्छु पनि भन्छ अब हाचिखा गेच्छु पनि भन्छ अहिले जस्तै के थियो नि त्यहाँ एउटामा पनि अब हाक्खाई भनेको थियो नि जिउ हाक्खाई भएर अब त्यो नहुनु जिउ हाचिखाई है यहाँ जिउ हाचिखा गेच्छु भनेको छ जिउ हाक्खा गेच्छु भनेको छ अब यो डिबेट गर्ने कुरो होइन दुइटैमा हुन्छ अब म्याक्सिमम चाहिँ यो युज भइरहन्छ हाचिखा गेच्छु होइन पर्सनली म चाहिँ हाचिखा गेच्छु युज गर्छु अनि क्युखा गेच्छु जिक्खा गेच्छु यहाँ पनि यो चाहिँ याद गर्नु पर्यो जिप भन्दा जिप्पुन भन्दा पनि त्यस्तै हुन्थ्यो जिप्पुन हुन्थ्यो है भने यो अब जिक्खा गेच्छु है त अनि नम्बर प्लस खा गेच्छु भनेको छ जिउनी खा गेच्छु जिउ साङ खा गेच्छु भएर भन्यो अब महिना गन्ती कति महिना भन्यो भने 26 महिना भन्यो भने अब निज्यू हजुर हजुर रोक्का गेच्छु त्यसरी चाहिँ काउन्टिङ नम्बर सिस्टम जान्न पर्यो यो महिनाको गन्ती अनि अब चाहिँ कति महिना भन्नु पर्यो नाङ्का गेच्छु नाङ्का गेच्छु भन्यो भने कति महिना ल कति महिना अब हाम्रो महिना भने सिस्टम अब धेरै नआउला 36 महिनासम्म नै आउँछ क्यार है अब अर्को हप्ता भन्छ हप्ता पनि त्यही हो इस्युखान निस्युखान सानस्युखान गोस्युखान योन सानस्युखान योनस्युखान गोस्युखान रकुस्युखान नानास्युखान हास्युखान भन्छ 8 मा गएर चाहिँ हास्युखान है फेरि हाचिस्युखान भन्नु होला अनि क्युस्युखान जुस्युखान कि त जिस्युखान हुन्छ हामीले जिप्पुन र जिप्पुन भने जस्तै हामीले जिप्पुन भन्थ्यौँ एउटा जिप्पुन भन्थ्यौँ भने त्यसै गरी जोस्युन अनि यसरी जोस्युन जिस्युन यहाँनिर याद गर्नु पर्यो है
यो हप्ता काउन्टिङ सिस्टम नान्सिउ खान भन्यो ठिक छ अर्कोमा जाउँ कति दिँदै गरौँ अब दिन गन्ती भन्छ 1 दिन 2 दिन 3 दिन 4 दिन भनेछ हामी 1 दिनलाई इचिनिची 2 दिनलाई फुच्का मिक्का योक्का इच्का मुइका नानोका योका कोकोनोका तोका दिन नान्निची भन्नु कति गते भन्नु र कति दिन भन्नुहोस् त्यो छ अलिअलि 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 है अलिअलि चाहिँ चुइताची कति आज कति तारिक भन्नु र कति दिन भन्ने दिन गन्ती भनेको छ कति दिन भनेको चाहिँ आज 1 दिन 2 दिन 3 दिन आज कति दिन भयो भन्दा आज 5 दिन भयो आज कति दिन भयो आज 6 दिन भयो भन्दाखेरि आज कति दिन भन्दा चाहिँ इचिनिची देश भन्ने हो चुइताची भनेर चाहिँ त्यो के 1 तारिक अब उस्तै उस्तै छन् प्राय त चुइताची फुच्का मिक्का योक्का भनेको थियो नि त्यसमा इचिनिची फुच्का मिक्का योक्का अनि इच्का मुइका नानोका योका कोकोनोका तोका र त्यस पछाडि जिउ चिनिची जिउ निनिची जिउ सान्निची है त अब घन्टा नम्बर सिस्टम भन्छ घन्टा पनि यही हो इची खान निजी खान सान्जी खान योजी खान अब योन्जी खान हुँदैन योजी खान हुन्छ है पहिलेदेखि नै हामीले याद गरेछौँ नि यो त यहाँ पनि याद गर्नु पर्यो अब एस्ट्रिक नलाए पनि योन्जी खान यहाँ योजी खानै हो अनि गोजी खान रोकुजी खान अब नानाजी खान सिची खान भनेको छ अब यो नाना पनि बोल्छ सिची पनि बोल्छ भन्छ भन्नु छ हैन अब हामीले पहिले के नानाजी भनेर पढाएको छैनौँ सिचिजी भनेर पढाएको छौँ भने अब सिचिजी खान भनेर भनौँ न है त अब फेरि यस्तो पनि हुन्छ सिचिजी खान भनौँ ठिक छ म चाहिँ अब बेसिकली म चाहिँ सिचिजी खान भनेर पढ्छु सिचिजी खान हात राखी मास्टर नानाजी खान ए होइन म नानाजी खान भनेर भन्छु म 7 घन्टा भनेर भन्नु पर्यो नि नानाजी खान हजुर हजुर यो हरेक दिन हरेक घन्टा भन्नु पर्यो भने चाहिँ कसरी भन्छ हरेक दिन हरेक घन्टा हजुर माइनिची माइजी खान माइजी खान माइजी खान अब यस्तो माइनिची अब माइजी खान भन्दा पनि हरेक दिन हरेक घन्टा हरेक हप्ता त्यसलाई त्यसरी राख्नु पर्यो अगाडि अब माई अगाडि माई राख्ने माइस्यु माइनिची है यो जिखानुकोमा चाहिँ अलिकति फरक हुन्छ है इचुमो भन्ने आउँछ कि जहिले पनि भन्ने आउँछ कि शब्द चाहिँ हामी त्यसरी युज गर्छौँ कि जस्तो तपाईँले अहिले भनेको कुरो ठिक हो हामी चाहिँ त्यसरी चयन गर्छौँ शब्दहरू अब हरेक दिन हरेक घन्टा भएन हामी त्यो भन्दा पनि जहिले पनि भन्ने जस्तो अर्थ युज गर्छौँ कि इचुमो भनेर युज गर्छौँ कि त्यस्तो कुराकानीहरू आउँछ अब माइस्यु भन्दा पनि मिल्यो हरेक महिना भन्ने पनि होइन अब यो अलिअलि अर्को एडभान्स हुन्छ जिखान दोरी भन्ने हुन्छ समय अनुसार भन्ने कुरो त्यसरी आउन सक्छ अनि पछि arigato sensei कहाँ थियो हामी यहाँ जिखान सान्जी खान योजी खानमा थियो ल योजी खान गोजी खान रोकुजी खान अनि नानाजी खान त्यसपछि हाच्चीजी खान र अनि क्युजी खान जिउजी खान भनेर त्यस पछाडि जिउजी खान जिउनिजी खान जिउ सान्जी खान है जिउ योजी खान भनेर तपाईँहरूले भन्नु पर्यो यो घन्टा गन्ती भनेको चाहिँ 1 घन्टा 2 घन्टा 3 घन्टा भन्दा यसरी युज गर्यो है यो कुरालाई पनि याद गर्नुहोस् है त अब मिनेट भनेछ है अब यसमा पनि तपाईँले भने जस्तो माइफुन लाग्दैन है अब यो मिनेटलाई पनि चाहिँ हरेक मिनेट भन्दाखेरि माइफुन हुँदैन है त यो पनि त्यसरी लाउन अलि मिल्दैन ल नामपुन भन्छ कति मिनेट भन्यो भने इपुन यो त पढाएको छ पहिले है इपुन निफुन सामपुन योनपुन है गोफुन रोपुन नानाफुन हापुन क्युफुन जिपुन जिपुन अब हामीलाई के भन्छ भन्दाखेरि नि समय अवधिको पछाडिपट्टि पनि नि पार्टिकल लाउनुपर्छ भन्छ है
कुनै कार्य यति पटक वा यतिचोटि गरी भनेर व्यक्त गर्नु पर्दाखेरि हामीले के गर्नुपर्छ भन्दाखेरि यो नि पार्टिकलमा पछाडि अब चाहिँ नानी नानी खाई भनेको छ है। समय अवधिको पछाडि के हुँदो रहेछ नि पार्टिकल लाग्दो रहेछ भन्ने कुरो थाहा पाउनुहोस् है। टाइममा पनि लाग्छ भनेर अब हुन त हामीले पहिले पढेको छ तर पढेको यसमा के भयो पढ्न चाहिँ पढेको छ तर समय अवधिमा भन्ने कुरो पनि युज हुनु पर्यो। अनि खाई भनेको छ अब खाई भनेको पटक भइहाल्यो। कुनै कार्य यति पटक यो यतिचोटि गर्छु भनेर व्यक्त गर्नुपर्दा यो स्वरूपको प्रयोग गरिन्छ भन्छ। प्लेसको समय अवधिको पछाडि नि पार्टिकल लाउने अब नानी नानी खाई भनेको छ है। यो कुरो याद गर्नु पर्यो। अब यसमा लगभग यति नै होला सकिन्छ होला। अब दाके भनेको थियो दाके भनेको के हो भने नि मात्र भन्ने अर्थ लाग्छ दाकेको। अब मात्र यो चाहिँ केमा युज हुन्छ भन्दाखेरि नि अब 1 घन्टा मात्र 2 घन्टा मात्र हैन किताब मात्र कफी मात्र है अनि विद्यार्थी मात्र अब के हुन्छन्। नाउनको पछाडि र के को पछाडि लाग्छ अरे समय अवधिको पछाडि लाग्छ। 1 घन्टा मात्र 5 हप्ता मात्र 6 हप्ता मात्र भन्न पर्यो भने दाके। यो दाकेको अर्थ नेपाली भाषामा मात्र भन्ने अर्थ हुन्छ भन्ने बुझ्नुस्। त्यही अनुसारले पछाडि लगाइदिने। कसको पछाडि समयको पछाडि र नाउनको पछाडि दाके लाग्दो रहेछ। जस्तै कि वातासी नो यासुमी वा दोयोबी दाकेदेस भनेको छ। दोयोबी भनेको के हो शनिबार शनिबार। दाकेदेस भनेको चाहिँ मात्र हो। मेरो बिदा चाहिँ शनिबार मात्र हो। मेरो बिदा शनिबार मात्र हो। वातासी वा माइयासा इचिजिकान दाके बेंक्योशिमासु है। वातासी वा माइयासा इचिजिकान दाके बेंक्योशिमासु भनेको चाहिँ म हरेक बिहान 1 घन्टा मात्र पढ्छु अध्ययन गर्छु। क्योसिचुनी गाक्सेगा गोनिन्दाकी हिमास भन्छ अरे भन्दाखेरि क्योसिचुनी गाक्सेगा गोनिन्दाकी हिमास भन्यो। 5 जना मात्र छन् रे कक्षा कोठामा विद्यार्थी 5 जना मात्र छन् भन्यो गोनिन्दाके हिमास। अनि अर्को छ इस्यु खानी इचिनिची दाके तोस्यो खाने इकिमास। 1 हप्तामा भनेको छ है। हप्तामा 1 दिन मात्र पुस्तकालयतिर जान्छु। इचिनिची दाके क्वान्टिफायर के भनेको थियो है समय अवधि भनेको थियो। समय अवधिको पछाडि दाके लाग्यो इचिनिची दाके। अब दाकेको प्रयोग कहाँ हुँदो रहेछ समयको पछाडि र नाउनको पछाडि हुँदो रहेछ भन्ने कुरो थाहा पाउनुहोस्। दाकेको अर्थ मात्र। यसको ग्रामर भनौँ कि अब के भन्ने यति मात्र छ। तपाईहरुलाई यसमा मेन कुरो पढ्नु पर्ने भनेको के हो काउन्टिङ नम्बर सिस्टम चाहिँ काउन्टिङ सिस्टम चाहिँ अब अनिवार्य रूपमा यसो पढ्नु पर्यो। केलाई के भन्छ केलाई के भन्छ भन्ने काउन्टिङ नम्बर सिस्टम अब गाह्रो चाहिँ छैन। अब सबै रट्ने यसलाई 10 नम्बरसम्म रट्नु पर्यो। अझ अरू पनि अब यहाँ भनेका छन् इप्पोन निहोन भनेको छ। किताबको केसमा अलि ठुलो हुन्छ लामो वस्तुहरूलाई ठुलो हुन्छ भनेको छ। यसमा त्यो आएको छैन है। त्यो पनि पछि आउँछ। तपाईहरुको एटेन्डेन्स गर्नु पर्यो। सन्चो नभएर घाँटी दुखेर है अब कस्तो भने चिसोले गर्दा अस्ति 3 दिन आइसक्रिम खाइदिएको थिएँ त्यसैले हो कि जस्तो लाग्छ। तुलसी पानी बनाएर खानु चाहिँ ठिक हुन्छ। एउटा कुरो भनौँ अहिले भर्खरै आइसक्रिम खाएर लो ए अनि त्यस्तो भएपछि त खत्तम भयो। भोलि त हजुरको फेरि 6:30 बजे आउँछ अनि म्यासेज बोल्न सक्नु भएन भनेर। होइन आइसक्रिम प्राय खाइराखिन्छ घरैमा बन्छ केही पनि हुँदैन। केही हुँदैन बिचो भइहाल्छ नि। घरैमा बनाए आइसक्रिमले चाहिँ केही हुँदैन। मेसिनबाट भर्खरै खस्दै गरे आइसक्रिमले चाहिँ खाइराखिन्छ आइसक्रिम त। अब मेन समस्या चाहिँ ज्वरो आइदिएर समस्या पर्यो। घरैमा बन्यो भने चिसै हुन्छ चाहिँ खानु त हुँदैन थियो। अब खाइहाल्नु भएछ घरमै बनाएको भनेर अबदेखि नखानु नि 1-2 दिन। तीनटा त्यो राइनेक्स कि साइनेक्स भन्ने दिनको 3टा अनि बेलुका सुत्ने बेलामा घाँटी खसखसाएको औषधि त्यो खाएपछि त्यो बिहान एकैचोटि उठ्ने हो। बेलुका त केही थाहा नै हुँदैन। त्यस्तो निन्द्रा लाग्दो रहेछ त्यो। अर्को कहाँ पुग्यो तपाईहरु कुन केन हो सिजोका केन एउटा चिबा केन तपाईहरु जानी पनि चिबा केन र सिजोका केन हो हैन ग्रुपको नाम मात्र होला नि। कहाँ के जाने केही थाहा छैन।
कर्तव्य विहीन यात्रु। ए हाम्रो उसलाई सोध्नु पर्यो कर्ण सान हाई सिन्से तपाईँले अहिलेसम्म पढाइमा कोरियन भाषामा मिल्ने शब्दहरू मलाई 10-12 वटा भनिदिनु न खाबान खाबाक खाजोकु खाजोकु याकुसोकु याकुसोकु अनि खेदान खाइदान खाइदान हजुर अनि खाइदान। अलिकति मात्र चाहिँ तलमाथि यस्तो साउन्ड मात्र तलमाथि हुन्छ लगभग शब्द एउटै हुन्छ हजुर हजुर त्यस्तै हो यिनीहरू एउटै देश भए भएर त्यो भए हुनुपर्छ है पहिले कोरियन मेरो सजिलो हुन्छ कि जापानिज सजिलो हुन्छ मलाई सजिलो चाहिँ त कोरियन जापानिज चाहिँ सजिलो लाग्यो सजिलो त कोरियन भन्छन् भन्न चाहिँ अब खोइ के हो कोरियन गाह्रो हुन्छ सर अनि त्यही अल्फाबेटहरू एउटा अक्षर मात्रै हुन्छ हजुर अल्फाबेटहरू त्यो 3 टाइप्सकै हुन्छ कि एउटा मात्रै हुन्छ एउटा मात्र त्यो हुन्छ एउटै टाइप्सको हुन्छ कि तर त्यो चाहिँ तलतिर गयो भने त्यसको अर्थ अर्कै हुन्छ मासतिर गयो भने प्रोनाउन्सिएसनै सबै अर्कै हुन्छ अगाडि आयो भने अर्कै तल झुन्ड्यो भने अर्कै खान्जीहरू चाहिँ हुँदैन होला कि मतलब त्यो कोरियनको त्यो लेटर नै हुन्छ होला लेखेको है खान्जी चाहिँ हुँदैन भएपछि सजिलो भइगयो नि आज पनि जापानिज तपाईँहरूको भन्दा एउटा कोरियन धेरै सजिलो छ धेरै सजिलो छ मैले पनि त्यही सुने एउटा भाइ हुनुहुन्थ्यो एउटा भाइले के भन्नुभयो भने सरमा कोरियन बसेको कोरियन पढेको मलाई एउटाले जापानिज सजिलो हुन्छ भनेर पठायो यो त यो पछि यो पछि यो अझ चाइनिज नै पढ्नु पर्ने कोरियनमा भए त एउटै हुन्छ सर मलाई भन्नुहुन्थ्यो कि मैले त्यहाँबाट थाहा पाएको कोरियन धेरै सजिलो पास गर्न चाहिँ गाह्रो कोरियन कम्पिटिसन बढी भएर कम्प्युटरमा हो कि त्यसमा मैले पढेको थिइनँ मलाई भन्दै एउटा भाइले भने भएर मात्र थाहा पाएको अनि यो यति कुरो मिल्छ भन्ने पनि मलाई उसैले भनेको थियो पहिले सर तपाईँ यति कुरो मिल्छ धेरै कुरो मिल्छ भन्नु लगभग 200-300 वटा शब्द मिल्छ अरे कि मिल्छ होला अनि अलिक चाँडो बोल्यो भने चाहिँ कोरियन बोले जस्तो हुन्छ अरे अलिक ढिलो बोल्यो भने त सर जापानिजै बोले हो कि भनेर झुकिनुहुन्छ तपाईँ भन्नुहुन्थ्यो कोरियनमा ढिलो बोल्छ नि जापानिज भन्दा उसमा लिसनिङमा चाहिँ ढिलो बोल्छ अरे भन्नुहुन्थ्यो चाँडो बोल्यो भने त सर भन्ने कुरा गरिरहेको थियो ढिलो बोल्दा त जापानिजै जस्तो लाग्छ तर पछि अरू अरू कुरो मिल्दैन अनि मात्र हो मेरो पनि फुर्सद छैन भने अर्को एउटा चाइनिज क्लास पनि छ चाइनिज क्लास पनि समय मिलाउनै गाह्रो परिरहेछ हजुरले चाइनिज क्लास नि दिनुहुन्छ अब म चाइनिज क्लास चाहिँ पढ्छु कि पढ्छु कि पढाउँछु पढिरहेको छु पढ्न त पहिले नि तेन्से पढेको हजुर हजुरले हामीलाई यान्फो पनि पढाउनुहुन्छ न पढाउँछु इन्फो यहाँ त कु कति बेला आउनुहुन्छ केही भर हुन्न सभा केही चुप्प लागेको जो आउनुहुन्छ त्यो उहाँसँगै पढ धेरै एक्सपेक्टेसन नराख त तपाईँहरूको एटेन्डेन्स गरौँ भनेको अड्केको अड्के भयो मेरो ल अब चाहिँ आउने भयो ल प्रतीक सान छुटेको पनि गरिदिनु भयो नि त ल प्रतीक सान हुनुहुन्छ है प्रेजेन्ट विवेक छेत्री एब्सेन्ट अलिक चाँडो चाँडो भन्नु है नत्र एब्सेन्ट हुनु होला है प्रवेश नेपाली लक्ष्मी श्रेष्ठ आसमा मगर आइसेन्सै क्षेत्रराज हो कि नाम के छ यहाँ चाहिँ क्षेत्रराजै हुनुपर्छ सत्यराज सत्यराज पो हो यहाँ सत्यराज रहेछ ल सत्यराज हुनुहुन्छ यहाँ हाई गीता सिंह ठकुरी गीता सिंह ठकुरी प्रश्न चौधरी प्रेजेन्ट सङ्गीता घिमिरे सन्तोष लन्जेल हाई सन्से एटेन्डेन्स गर्न त बहुत गाह्रो रहेछ त शेखर सान सीता कटुवाल आइसेन्से कसलाई प्रेजेन्ट गर्ने कसलाई एब्सेन्ट गर्ने नै हुँदो रहेछ त्यस पछाडि सीता कटुवाल भइहाल्नु भयो सुस्मिता आसामी प्रेजेन्ट ऋतु बस्नेत प्रेजेन्ट अनि उर्मिला दहित एब्सेन्ट
सबिना रिजाल हाई सेन्से अमिर तामाङ हाई सेन्से सेन्से सम हिजोको पनि एटेन्डेन्स गराइदिनु न हिजो तपाईँ नेट गरेर बेलुका भयो ए तपाईँको एब्सेन्ट भएर चाहिँ ल म प्रेजेन्ट बनाइदिएँ प्रेजेन्ट गर्नु न हाम्रो चन्द्रमाझी एब्सेन्ट चन्द्रमाझी धेरै दिन भयो त नआउनु भा रञ्जन चापागाई राजन राजन चापागाई राजन हाई चापागाई सेन्से हाई प्रेजेन्ट मुना खतिवडा प्रेजेन्ट मिका राणा प्रेजेन्ट नवीन यादव हाई सेन्से ओके प्रेजेन्ट स्वस्तिका चौधरी सुस्मिता तामाङ हाई सेन्से स्वस्तिका चौधरी छ त हुनुहुन्छ हो स्वस्तिका चौधरीलाई प्रेजेन्ट गर्दै हुनुहुन्छ भने सुस्मिता तामाङ प्रेजेन्ट सौरभ खनाल राजकुमार चौधरी एब्सेन्ट उहाँहरूको त गर्दै एटेन्डेन्स गर्दै यहाँ त पुरै समय जाँदो रहेछ अर्को कुन ग्रुप हो यो चिबाकेन ल माया सान एब्सेन्ट अस्मिता तामाङ प्रेजेन्ट नेत्र अधिकारी एब्सेन्ट प्रतिभा बोगटी प्रेजेन्ट सेन्से हाई ओ सेन्से तपाईँ हुनुहुन्छ अनि अस्ति कहाँ गए अस्ति थिए सेन्से हिजो थिएन बरु ए अस्ति चाहिँ हुनुहुन्थ्यो हिजो चाहिँ हजुर हजुर एब्सेन्ट रहेछ ल प्रतिभा बोगटी उहाँ धेरै दिन भयो रमेश सान एब्सेन्ट सुभाष अवस्थी एब्सेन्ट सुषमा सान अमृता पुलामी सान ल सुषमा सान हुनुहुन्छ अमृता पुलामी एब्सेन्ट है अमृता सान सबिन सान हाई सेन्से सन्दीप अमृता बोलेको थियो अमृता अमृताजी बोल्नुभएको थियो अघि र सन्दीप कडेल ओके